आइएगा अब यस्तोमा त्यत्तिकै क्या एकछिनपछि बिर्सिन्छ त्यो राखेको होइन अनि त्यसपछिको मजा हुँदो रहेछ क्या त्यो क्यामेरामा सिसी क्यामेरा हुन्छ नि त अब त्यहाँ छ भने सुरुमा थाहा हुन्छ पछि त त्यो वास्तै हुँदैन नि त अनि त्यहाँ अस्ति यहाँ आएर त्यो 10-12 दिनको त रेकर्ड छ अनि त्यो यसो रेकर्ड यसो हेरेको उठो लाग्दो रहेछ क्या आफ्नै त्यहाँ अब थाहा छैन नि त क्यामेरा छ आफ्नै एक्टिभिटीहरू भइरहेको के गरेको भन्ने पनि थाहा छैन आनन्दले यस्ता चिजहरू युट्युबमा हालिराख्नु टिकटकतिर हालेर है टिकटक युट्युबतिर हाल्छ पछि हेर्नु क्यामेरा नभए हुँदैन डाउनलोड हुन्छ कि हुँदैन यहीँबाट हुन्छ एउटै नेटवर्कमा स्क्रिन रेकर्ड के हुन्छ त्यति नै बेला डाउनलोड चाहिँ 5 मिनट कुनै 40-45 मिनट लगातार रेकर्ड हुन्छ मान्छेको मुभमेन्ट अलिक बढी भयो भने त्यही मुभमेन्ट मात्र खिच्ने बनाएको होला है रेगुलर खिचे गर्छ 80 GB कतिको छ हल्लो झट्टो लाग्यो केरा खाएर हो केरा खाएर पनि हुनसक्छ अर्को त्यो अनि डबल र चाहिँ यो सिङ्गल र चाहिँ त्यो हो 아 오빠 바빠지구나. 160 यो 60 अनि थोरै रहेछ डेन्जर रहेछ त नि यो त जम्मा 65 त हो 재미없어 나도. 그냥 얘같이 너 마음껏 말해. हामी यति पाउँदैन यस्तै हल्लिँदै त्यही 90 लाग्छ 80 माथि गयो 70 का त हामीसँग काम गर्दैछन् अनि यो 80 माथि हजुर बढी 50-55 छोडिसक्यो हाम्रो नेपाल 50 वर्ष भएपछि त पुरो भयो रिटायर्ड चाहिँ अब अहिलेसम्म 60 छ 63 बनाउनु पुगिरहेको छ त्यो पनि त्यही रहेछ कि मिडिया ट्रायल दिने अनि त्यस पछाडि अब यसो अनुमोदन भन्ने खालको अहिले जस्तो आइफोनको कुरा आइरहेको छ होइन त्यो पनि मिडिया ट्रायल दिएको निर्णय त भइसकेको छैन मन्त्रीहरू सबैलाई आइफोन दिने आइफोन 17 दिइसकेको छैन दिने भनेर कुरो आएको छ अब त्यो कतिको विरोध आउँछ आउँदैन भनेर नि अहिले विरोध गर्ने कसले विरोध गर्ने मान्छे छैन अरूले गरेको विरोध अनि त्यहीँमा यो राम्रो हो यस्तो गजब हो भनेर भन्ने मान्छे हुँदो रहेछ अहिले पहिला त्यो जस्तो विद्याशङ्कर साक्यले 30,000 को मोबाइल किन्नु भन्दाखेरि त्यो बेला पनि ठुलो
विरोध भएको इभन मैले पनि विरोध गरेँ त्यो बेलामा यस्तो चाहिँ राम्रो होइन यो मोबाइल दिने बिना काममा यस्तो झोला भिडाएर 200 त 300 को सामान किनिन्छ त्यो जिनिस झोला लिएर जानु पर्छ लगेर आएको भए आएको 200 यस्तो सल्लाहको सिद्धा खाएको छ मिठो हुन्छ नि अझ पोलेर खानुपर्छ त्यो सल्लाहको त ऊ नै आगोमा हाल्ने क्या पाक्ने जिरतिर चाहिँ पाइँदैन त्यो सिन्टा त्यो उहिलेको उयसमा यहीँ उसमा गाउँमा हुँदैन गाउँतिर सानो हुन्छ। त्यो के लग सल्लाह के भन्छ खोटे सब कतै सक्छ खोटे सलमा चाहिँ हो कि उतातिरमा चाहिँ गोबे सल्लाह लौट थियो गाडी बाबु त्यस्तो आसोला जस्तै देख्दैन क्या गाडी एउटा केटो आलुवा थियो होइन गर्लफ्रेन्डलाई गरेको भिडियो बनाएर चाहिँ अनि हालिदिन्छु भने त मेरो आइफोन उसको स्यामसङको चाहिँ हालिदिन्छु राम्रो कस्तो रहेछ त होटललाई गरेको अनि भिडियो गर्लफ्रेन्डलाई मोटोमा लगाएर गरेको ऊ फेरि अनर खिचायो होइन अनर खिचायो होइन 안녕하세요. 어디 사람이에요? 네. 저희 감사 행사가 있어가지고요. 5월 10일 날 선물 놀러 오세요. 네, 놀러 오세요. तर बाटो मान्छे त भात खान जाँदो रहेछ नि अझै पनि ऊ बेला पनि 2000 को टाका पनि गएर त भात खान ए मान्छे एक थरी चाहिँ त्यो जिन्दगी क्या जसरी हुन्छ चलाउनु पर्छ त्यो इथिक्स केही पनि नभएको होइन सिद्धान्त केही पनि नभएको टाइपको मान्छे हुन्छ नि त्यस्ता मान्छेहरू चाहिँ जहाँ पनि हिँड्नुहुन्छ जे पनि गर्नुहुन्छ अहिले यहाँ बसुन्जेललाई क्रिस्चियन हुनु त्यो पनि स्वीकार छ सबै मान्छे अब हेरेर मान्छे अनुसार हामी चाहिँ अलि अब यसो एउटा स्ट्यान्डमा बस्नुपर्छ है भने जस्तो लाग्छ गरिहालिँदैन ए अघि अब यो टुप्पी पनि गएको अब कस्तो नकाटौँ भने जस्तो लाग्यो टुप्पी चाहिँ पाडे हुन्छ क्या लामो बनाएर राखेको होइन नि के म अनि हातेपाती गर्ने पाउनु हो र टुप्पी पालेर राख्नुलाई होइन नि तैपनि अब एक वर्ष चाहिँ बुवाको छ पर्सि जाँदाखेरि उससम्म अर्कोचोटि कपाल फर्किन्छ होला काममा पनि कपाल फर्किन्छ होला नि होइन के हुन्छ ए सोन्नुले हेर त ए साप्छ पैसे दिनु केटीहरू आयो केटीहरू आयो खिच्ने चाहिँ के भन्छ
त्यहाँ त्यो धक्का धक्का एउटी बुढी कि त्यसै त्यस्तो हुँदो रहेछ अनि त्यो दिने रहेछ त अलि यसो मनाउनु दिइहाल्छ पेसेन्टमा त्यस्तो गरेर यताबाट नि आयो उताबाट नि आयो धर्म नि मान भन्दै हिँड्ने कुरा हो र भने आफूले आफ्नो इच्छाले मान्छ नि जे मानोस् न बहुत चर्च सच्चाइ भन्ने के भन्ने चर्च चाहिँ हाम्रो उता कहाँ पवनहरू आफ्नै मामा कि कहाँ उहिलेदेखि 20औं वर्ष बढी भइसक्यो ती गाउँमै चर्च हो चर्च भन्दा हाम्रो गाउँमा 5वटा कि 6वटा भइसक्यो चर्च नेवारहरू त धेरै पो भइसक्यो यता उस पर पौवा भन्ने ठाउँबाट सुरुदेखि के भयो बाबु